Early the next morning. काठमाडौँ र एयरपोर्ट म चाहिँ अहिले एयरपोर्टमा आइसकेको छु कि यहाँ चाहिँ अब 9 बजेको फ्लाइट भन्ने थियो ब्रदरको तर ब्रदरको चाहिँ अलिकति ढिलो हुन्छ जस्तो कुरा गरेको थियो कि त्यही भएर म चाहिँ अहिले ठ्याक्कै 9:30 तिर चाहिँ यता आएको छु र यो चाहिँ हाम्रो डिपार्चर एरिया भन्छ हो सो मलाई चाहिँ डिपार्चर एरिया भन्दा नि अराइभलतिर जानु मन लाग्थ्यो अराइभल साइड छिर्ने कताबाट होला इन्टरनेसनलको हजुर लेफ्ट साइड थ्याङ्क यू दिदी हुन्छ हस् धन्यवाद सो यहाँबाट चाहिँ यो बस स्टपको चाहिँ अलिकति अगाडि गएर हामी चाहिँ लाग्नुपर्ने हुन्छ लेफ्ट साइड सो उसले भने बमोजिम अलिकति अगाडि गएर लेफ्ट साइड भनेपछि सो म चाहिँ अहिले त्यही सामान लिन आएको हो कि खास गरी मेरो बुढीको चाहिँ आइफोन 17 प्रो म्याक्स लिन आएको म चाहिँ र अराइभल चाहिँ यो रहेछ इन्ट्री1 इन्टरनेसनल एयरपोर्टको अराइभल बहिनी जता पार्किङ गरिदिने हुन्छ होला नि है जता पार्किङ गरिदिने हुन्छ होला नि अनि उस चाहिँ के हो यसको आवरली हो कि के हो म राख्ने हो तर 1 घन्टाको लागि हो कताबाट लाने है अहिले पे गर्ने कि यता माथि राख्न मिल्दैन अनि फेरि तलै आउने हो पार्किङ लिनलाई बाइक लिनलाई ओके सो घन्टाको 40 रुपियाँ र मलाई थाहा छैन यहाँ कता हो सो म चाहिँ यहाँ एयरपोर्टको पार्किङमा छु कि सामान कुर्नको लागि यहाँ तल कुरेर बस्नु पर्ने रे सो म चाहिँ यहाँ कुरी बस्छु र त्यो मान्छे जुन हाम्रो ब्रदर कतारबाट आउनु भएको त्यो मान्छे नआएसम्म अब यतै बसिन्छ होला ओके सो राइट नाउ म चाहिँ अहिले C3 थकालीमा छु र यहाँ चाहिँ म मान्छे कुरेर बसेको छु एउटा कफी अर्डर गरेको थिएँ सिङ्गल सर्ट र हाम्रो ब्रदर चाहिँ कतिखेर आउनुहुन्छ इट डिपेन्ड्स अन र मैले चाहिँ यहाँ कफी मगाएको छु मेरो हेलमेट स्मोक गर्नु त पाइन्छ नि यहाँ है थ्याङ्क यू ल हुन्छ One extremely annoying shift later. यहाँ चाहिँ हाम्रो अराइभलको लागि चाहिँ यहाँ स्क्रिन छ कि तर यो स्क्रिन चाहिँ तपाईँहरूले चस्मा लगाएर आयो भने चाहिँ देख्नुहुन्न है मैले चाहिँ चस्मा लगाएर आएको थिएँ कि चस्मा लगाएर आउँदा रहेछ माटो केही नदिएर त्यहाँ टिकट काउन्टर फर हल्स भन्ने ठाउँमा गएर सोधेर बल्ल हेरेको अझै चस्मा लगाउँदाखेरि त अँधेरै देख्ने चस्मा कसले हेर्नु पर्दो रहेछ यहाँ मान्छे यहाँ चाहिँ छ है हाम्रो है एउटा स्क्रिन कति बेला आउने कुन ल्यान्डेड हुने त्यो स्क्रिन हेरेर तपाईँहरू चाहिँ डेस वेटिङ अनुसार त्यही टाइम हेरेर अनुसार वेटिङ गर्न सक्नुहुन्छ फाइनल्ली म चाहिँ एयरपोर्टको अराइभलमा हो कि र यहाँ चाहिँ तपाईँको देखे अनुसार चाहिँ जुन हाम्रो यो 905 को ल्यान्डिङ थियो कि त्यो एयरलाइन्स चाहिँ आइसकेको छ ल्यान्डेड चाहिँ भइसकेको छ तर मैले मान्छे चाहिँ देखेको छैन र यो चाहिँ तपाईँको अराइभल हो र यो अराइभलमा चाहिँ यो चाहिँ सबै मान्छेहरू खुसी हुने ठाउँ अनि ऊ त्यहाँ माथि छ क्या तपाईँको डिपार्चर लाइन क्या त्यो भनेको चाहिँ दुखी आत्मा दुःख हुन्छ नि एउटा मान्छेलाई के भन्छ त्यसलाई त्यो अब विदेश छुट्टिन गइसकेपछि दुःख मान्छ नि त मान्छेले त्यो टाइपको ठाउँ छ यहाँ चाहिँ दुई प्रकारको छ खुसी हुने ठाउँ यो दुखी हुने ठाउँ ऊ त्यो माथि Meanwhile. चाहिँ अहिले काठमाडौँको एयरपोर्टमा छु र फाइनली सामान चाहिँ रिसिभ भयो हल्का डिले भएको थियो कि त्यही भएर अहिले चाहिँ लगभग 12 बज्न लागिसकेको छ र म चाहिँ आज ब्याक टु गोर्खा हुन्छ कि पोखरा हुन्छ है तर निस्किन चाहिँ पर्छ म आज निस्किन भने फेरि ढिलो हुन्छ मलाई सो म चाहिँ अब एराइभलको थ्याङ्क्स फर सागर ब्रो उसको नाम चाहिँ सागर हुनुहुन्छ है सागर ब्रोले चाहिँ यहाँसम्म सामान ल्याइदिनु भएको धेरै धेरै धन्यवाद र अब चाहिँ म लागेँ
म चाहिँ एक्जिट भएर अहिले यहाँ आइसकेको छु र सायद उता तलबाट गएर चाहिँ यता माथिबाट घुम्नुपर्ने होला त्यही भएर यहाँ म आइसकेको छु पे गर्नुपर्ने हो भन्नाले कसरी छ यहाँ चाहिँ हजुर 5 मिनट यहाँ माथिको कति मिनट लस भइसक्यो हजुर सो 80 रुपिस चाहिँ मैले पे गर्नु पर्यो पार्किङको लागि ल न थ्याङ्क यू ओके सो मैले चाहिँ यहाँ 80 रुपिस पे गरेर अहिले चाहिँ म लाग्दैछु यो चाहिँ हाम्रो डिलक्स अराइभल भयो र अब म चाहिँ यहाँबाट फर्केर सिधै होटेलमा जान्छु कि होटेलमा गएर चाहिँ तपाईँको त्यो जुन सामानहरू छ नि त त्यो सामानहरू सबै मेरो स्याडल ब्यागहरू छ कि त्यो स्याडल ब्यागहरू चाहिँ क्यारी गरेर म चाहिँ लाग्नुपर्छ तपाईँको टाइम चाहिँ 12 बजिसकेको छ कि र म चाहिँ अब निस्किँदैछु काठमाडौँबाट सायद सामानहरू त केही नै बिर्सेको छैन होला सबै सम्झेरै हालेरै आएको हो र केही बिर्सिहालेछ भने पनि चिनेकै होटेल हो चिनेको होटेल भएपछि सजिलो नै हुन्छ सो मैले चाहिँ अहिले चाहिँ उस चाहिँ हालेको छैन कि म्याप चाहिँ हालेको छैन सो म चाहिँ घन्द्राङ चलाइन्छु हिजो आयो जस्तो हिजो आएको जतिको बाटो सम्झे त भइहाल्यो नि वान वे भनेर चिनिने जस्तो रहेछ कि एउटा दुईवटा तिनवटा 4वटा लेन रहेछ कि 4वटा लेनमा चाहिँ वान वे क्या मान्छेले त यताबाट नि रन्का यताबाट नि रन्का यताबाट नि रन्का छ त्यही भएर यो वान वे रहेछ यो वान वेमा उताबाट आयो त ड्याङ्ग ठोकिहाल्यो नि सो म चाहिँ थाहा छैन मलाई कहाँ जाने हो जान त म कलङ्की जाने हो तर लाभा हावामा हिँडिदिन्छु म बाल्दै होइन नि जता जता बाटो निस्किन्छ त्यता निस्किदिन्छु म त यो चाहिँ हाम्रो धरहरा म चाहिँ अहिले धरहरा आइछु गाइज ओके छिटै आएछ मैले धरहरा यो अब खास गरी जानुपर्ने यता होला अब यताबाट फेरि उता निस्किएर उता त उता मुला कता हो कता आई डोन्ट नो सो लेट्स सी काठमाडौँमा अलपत्र परेर विपिन गुरुङ भन्न नि पायो दाइ हामी कलङ्की कताबाट जान्छ दाइ यहाँबाट राइट कलङ्की धन्यवाद सो कलङ्की चाहिँ यहाँबाट राइट रे म चाहिँ स्ट्रेट जान्छु कि जस्ट फर इन्फर्मेसन यो दाइलाई चाहिँ म सोध्छु अङ्कल कलङ्की सिधै है बाटो नछोडिकन गयो हुन्छ है धन्यवाद ओके सो कलङ्की चाहिँ हामी स्ट्रेट जानुपर्छ कि मैले यहाँ म्याप चाहिँ राखेको छैन किनभने यहाँ चाहिँ त्यो मोबाइल राख्दाखेरि त्यो हावा बढी हल्लिएको भएर चाहिँ मैले चाहिँ यहाँ त्यो आज चाहिँ राखिनँ किनभने म कलङ्कीबाट त मैले राम्रोसँग बाटो चिन्छु खालि मलाई वहाँ होटेलबाट यहाँसम्म आउनलाई मात्रै टाइम लागेको थियो कि त्यही भएर हो सो हेर्दै जाउँ यहाँको मान्छेहरू चाहिँ हेल्पफुल हुनुहुँदो रहेछ जो सबैसँग राम्रैसँग त्यही त नि आफूले जस्तो ट्रिट गर्यो त्यस्तै ट्रिट गर्छ उनीहरूले सो डोन्ट जज बाइ इट्स कभर भन्छ नि त मान्छेले म त राम्रैसँग सिम्पल तरिकाले सोधिदिन्छु सो सिम्पल तरिकाले सोध्नु पाएँ नि त अब ग्रिट गर्ने हो अङ्कल भनेर कि त अब आफूभन्दा ठुलो सानोलाई नै दाइ भन्दैमा फरक पर्दैन किनभने यतिको सोद्धाखेरि पनि भनिदिने त कोही त हुम्म पर्छ नि त हौ रिसाए जस्तो गर्छ बिचरा अङ्कल आन्टीहरूले चाहिँ मलाई सहयोग गरिदिनु भयो अब किनभने यो ठाउँमा यस्तो हुन्छ कि यहाँ मैले डन्डी राखेर हिँड्थेँ कि डन्डी राखेर हिँड्दा पछाडिको ऐना पनि हेर्नु पऱ्यो अलिकति भ्यालीभित्र चलाउँदा मेसै पाएन कि मैले सो इट्स बेटर अब जाम त जता पनि हुन्छ जाम हुँदाखेरि टक्क आफ्नो साइडको मान्छे त अब यहीँको लोकल होला नि त काठमाडौँकै बासिन्दाहरू हुन्छ नि त उनीहरूलाई सोधिदियो भने उनीहरूले त भनिदिने भयो अब त्यति भनिदिएपछि त
मलाई नि सजिलो भयो नि त। सो यो चाहिँ मेरो आजको नेक्स्ट भ्लग भने जस्तै हिजोको चाहिँ काठमाडौँ टु पोखरा होइन, पोखरा टु काठमाडौँ, अनि अहिलेको चाहिँ सायद काठमाडौँ टु गोर्खै हुन्छ होला, किनभने उता गोर्खामा नि बाबाहरूले एकैचोटि नआग एक रेस्ट गरेर आइज भनेछ। सो म चाहिँ सायद जान्छु होला, किनभने मेरो आज वाइफीको सालीहरू सबै उनीहरू आज माइत जाने रे। अब फ्राइडे नाइट्स कहिलेकाहीँ घुमघाम रमाइलो गर्न नि दिनुपर्छ। एज अ हस्बेन्ड मैले पनि त्यसरी सोच्नुपर्छ, किनभने आफू मात्रै डुलेर त हुँदैन नि त, उसको पनि लाइफ हो, उसलाई पनि डुल्नु मन लाउँछ। सो मैले चाहिँ उसलाई पर्मिसन दिएको थिएँ, उसले मलाई राम्रैसँग सोध्यो, रिक्वेस्ट गर्यो, मैले पनि एक्सेप्ट गरिदिएँ। सो म चाहिँ अहिले थामकोटको डाँडा जुन हाम्रो यो पुलिसको बिट हुन्छ नि, सो ध्यान लगाइसकेको छु। र त्यही हो गाइज, सोलो राइडमा चाहिँ एउटै हिसाबले मजा नै हुन्छ, तर मजा कुन ठाउँमा हुन्छ भन्दा तपाईँको बाइक फाइन कन्डिसनमा छ, तपाईँले मेन्टेनेन्स चाहिँ जस बाइकलाई चाहिँ मेन्टेनेन्स गरिराख्नुपर्छ। अब अहिलेसम्म मलाई मेरो बाइकले धोका त देखाएन, काहीँ पनि सियोस् धोका पनि नदियोस्, अब मेन्टेन त मैले नि राम्रै गरिरहेको हुन्छु। र अहिले चाहिँ हामी थाममा आइसकेको छौँ, थानकोटमा आइसकेको छ। र त्यही हो गाइज, जोस् अलिकति आफूले नि यहाँसम्म आइसकेपछि चाहिँ आफूले बल गर्नुपर्छ। एउटा सोलो राइडमा चाहिँ एउटा स्याडल ब्याग, अनि ट्याङ्क ब्याग नभए थाई ब्याग, वेस्ट ब्याग, अनि राइडिङ ज्याकेट। म त राइडिङ गियर्स त लगाउनै भन्छु, किनभने राइडिङ गियर्सहरूले ग्लोभ्स पनि लाउनु पर्थ्यो कि, तर मेरो यो ग्रिप मोटो छ, यो ग्रिप मोटोलाई चाहिँ मैले चाहिँ जुन ग्लोभ्स लाउँछु त्यो ग्लोभ्स चाहिँ अलिक कर पाउँदिनँ, तर सेफ्टीको हिसाबले ग्लोभ्स छ। तर मसँग अहिले फाइनवाला छैन, ग्लोभ्स छैन। सो म चाहिँ ग्लोभ्स किन्छु, अलिक पछि किन्छु। र त्यही हो, जस अलिकति स्लो राइड लङ लाइफ, अलिकति सेफ राइड तरिकाले राइड हान्नुहोस्। म अब उहाँ ट्रान्जिटमा बस्छु अनि टक्क कफी खान्छु। ओके, सो म चाहिँ ट्रान्जिट हाउसमा कफी खान लागेको छु कि अब कफी खाएर चाहिँ सायद म आज गोर्खा डेस्टिनेसन हुनेछ। र यो चाहिँ ट्रान्जिट हाउस हो, मेरो राइडिङ ज्याकेट, मेरो ब्याग, कफी, अनि यहाँ वाटर। र यो चाहिँ ट्रान्जिट हाउसको भ्यू, मेरो बाइक उहाँ पार्किङमा छ। सो हामी चाहिँ एकछिन बसेर जानेछौँ। अहिले चाहिँ म मलेकुको बाटोमा छु र यहाँ चाहिँ जाम भइरहेको छ कि, ऊ त्यो काम गर्दैछ, त्यही भएर नि होला जाम भएको। सो वी निड टु वेट एन्ड वाच। एम्बुलेन्स यहीँबाट, बाइक यहीँ छ, स्कुटर यहीँ छ। मुगलिन आइसकेको छु र पोखरा चाहिँ 92 किलोमिटर छ यहाँबाट। र म पोखरा चाहिँ जाँदिनँ आज चाहिँ गोर्खामै बास होला जस्तो छ। र गोर्खा पछि चाहिँ भोलि चाहिँ बिहान पखतिर यसो खानासाना खाएर लड्दै पढ्दै लडीबुडी खेल्दै खेल्दै त यहाँसम्म त आएँ कि। र अहिले चाहिँ म आगो खैरिने आइसकेँ गाइस। सो आगो खैरिनेबाट म चाहिँ अब स्ट्रेट जानु नगइकन राइड जान्छु कि, आज म यतै रात बिताउँछु। यहाँबाट
चाहिँ हाम्रो गोर्खा सुरु हुन्छ है र यो चाहिँ यहाँबाट चाहिँ मेरो ठ्याक्कै 14 किलोमा चाहिँ मेरो घर आउँछ सो 14 किलोमिटरसम्म चाहिँ म अब कन्टिन्यू राइड हानेर घर पुग्ने छु र अहिले चाहिँ म बिहानबाट मैले अन्न त केही नि खाएन सो मैले चाहिँ कफी धेरै खाएर होला मेरो पेट चाहिँ ढुस्स भन्छ सायद अहिले चाहिँ अलिकति भोक लाग्ला जस्तो गरे र घरमा गएर म टन्न खान्छु सो गाइस यही हो अब फाइनल्ली गोर्खानी घर आयो र आज चाहिँ आजको युट्युबको भिडियो चाहिँ यहीँसम्म समाप्त गर्नु पर्ला है र भोलि फेरि सो सानो मिठो भ्लग बनाउँला गोर्खा टु पोखरा भनेर सो त्यही हो गाइज थ्याङ्क यू फर लास्टसम्म हेर्नेहरूलाई चाहिँ थ्याङ्क यू भेरी मच बाई सी यू गाइज